हेलो नमस्ते। तपाईँलाई चाहिँ आज हाम्रो इएमआर सिस्टमको जो एउटा डेमो जस्तो ओपिडीमा चाहिँ कसरी चलाउने भन्ने एउटा डेमो दिन गइरहेको छु होइन मैले। अहिले चाहिँ स्टेप चाहिँ ध्यान दिएर सुन्नु होला। सर्वप्रथम हामीलाई चाहिँ ब्राउजर चाहिन्छ। ब्राउजर जे भए पनि हुन्छ, गुगल क्रोम भए पनि हुन्छ होइन। तपाईँले यहाँनिर एक्सप्लोर खोज्नुभयो भने के अरे माइक्रोसफ्ट एज भन्ने हुन्छ, पहिला चाहिँ एक्सप्लोर थियो, अहिले माइक्रोसफ्ट एज खोल्नु भए पनि हुन्छ। र यदि एज चाहिँ डिफल्ट नै विन्डोजमा आउँछ भने तपाईँले क्रोम डाउनलोड गरेर क्रोम चलाउनु सक्नुहुन्छ। अहिले चाहिँ मसँग क्रोम अलरेडी इन्स्टल भएको हुनाले म गर्छु। त्यसपछि अहिले चाहिँ हामी वेब बेसमा छौँ होइन। हामीलाई चाहिँ आइपीले काम गर्छ, हामी सफ्टवेयर बेसमा होइनौँ। हाम्रो चाहिँ क्लोज नेटवर्कमा कनेक्ट भएपछि मात्रै काम गर्छ। तपाईँले यो घरबाट एक्सेस गर्न सक्नुहुन्न, त्यसैले हस्पिटलको मात्रै यो आइपी एड्रेसबाट एक्सेस हुन्छ। त्यसको लागि 192.168.21.152 गर्नुभयो भने तपाईँले चाहिँ यसलाई चाहिँ इन्टर हान्नुभयो भनेपछि यो अहिले खुलेको छैन। किन खुलेको छैन भने हाम्रो सिक्योरमा खुल्दैन, एस छ एचटिटिपी मात्रै हुनुपर्छ है खोल्नको लागि। यो खोल्यो भने हामीले यो पोर्टल पाउनुहुन्छ। अहिले तपाईँहरूले चलाउने भनेको चाहिँ क्लिनिकल सर्भिस हो। स्टक र बिलिङ चाहिँ हाम्रो रजिस्ट्रेसन र ओपिडीले त्यो प्रोसेस अनुसार भएर आएको हुन्छ, र ल्याबोरेटरी सिस्टम चाहिँ हाम्रो के हुन्छ, ल्याबले चलाउँछ। र हामीले अहिले ओपिडी यताको लागि चाहिँ तपाईँहरूको क्लिनिकल सर्भिस यहाँ चलाउँछौँ है। अब क्लिनिकल सर्भिसमा क्लिक गर्ने र युजर नेम र पासवर्ड माग्छ। युजर नेम र पासवर्ड तपाईँले मबाट चाहिँ दिन सक्नुहुनेछ है। यो चाहिँ मैले तपाईँहरूको क्रिएट गरिदिन्छु युजर नेम र पासवर्ड। त्यसपछि हामी यहाँभित्र छिर्छौँ। अहिले चाहिँ हामीले अहिले आउट पेसेन्टको ओपिडीको मात्रै गर्ने हुनाले यहाँनिर जान्छौँ, आउट पेसेन्टको ओपिडीको खोल्छौँ र तपाईँले यो ड्यासबोर्ड दिन सक्नुहुन्छ। सबैभन्दा पहिला प्रथम दिनुपर्ने जो कोही पेसेन्ट आउनुहुन्छ, तपाईँले एमआरएन नम्बर भन्ने हुन्छ। यो जुन अगाडिको कास के लेखेको छ, यो नम्बर समथिङ नम्बर, यो एमआरएन नम्बर मानिन्छ। त्यो एमआरएन नम्बरबाट मात्रै सर्च गर्ने हुन्छ। त्यो चाहिँ के गर्नुपर्छ, अल पेसेन्टमा आएर सर्च गर्नुहुन्छ। हामीले ग्लोबल सर्चको लागि मात्रै यो युज गर्छौँ। अघि पछि चाहिँ डे बाई डे यहाँबाट सर्च गर्छौँ है। अनि आजको हाम्रो टोटल भिजिट कति छ, पेसेन्टहरू कति छ, 200जना भनेर यहाँ देख्नुहुन्छ। र एक्टिभ भिजिट कति छ, 1139 भनेर यहाँ देख्नुहुन्छ। यो हामीले दिन सक्छौँ। अब यहाँनिर आउनुहुन्छ, तपाईँले समथिङ एमआरएन नम्बर हाल्नुहुन्छ। मानौ यो मनोज महत भन्नेको लिउँ, अथवा चाहिँ यसलाई चाहिँ हामीले के गरिदिन्छौँ, यो नम्बरमा हाल्यौँ भनेपछि के गर्छौँ, यो मनोज महत भन्ने खुल्यो हो। यसको चाहिँ नाममा हामीले क्लिक गर्छौँ। नाममा क्लिक गरिसकेपछि यो पेसेन्टको चाहिँ के देख्छौँ, हामीले ओभरअल के हेर्छौँ, पेसेन्ट हिस्ट्री हेर्छौँ। अहिले यो पेसेन्ट चाहिँ न्यू भएको हुनाले यहाँ पेसेन्ट हिस्ट्रीमा आएको छैन। जस्तो अरू कुनै एउटा फलोअप भइरहेको पेसेन्टको सर्च गरौँ न त। त्यो भयो भने तपाईँहरूले अझै बुझ्नुहुन्छ। जस्तै मानौँ होइन, नयाँ कोही आउनु भएको छ भने एउटा इक्जाम्पल मानौँ ल, चन्द्रमान श्रेष्ठलाई मैले लगेँ होइन। चन्द्रमान श्रेष्ठलाई लगेपछि के छ, यहाँ हेर्नु त। तपाईँले यो यहाँ हेर्नुभयो भने यो 2 महिना अगाडि पनि आउनु भएको छ, 8/8 आउनु भएको छ, 8/16 आउनु भएको छ, उहाँ फलोअपमा आइराख्नु भएको छ भन्ने देख्छौँ। अहिले तपाईँहरूले यहाँ लेखेको डायग्नोसिस इन्भेस्टिगेसन पछि फेरि रजिस्टर आउँदाखेरि तपाईँले हिस्ट्रीमा पनि हेर्न सक्नुहुन्छ। यसको पहिलाको हिस्ट्री के थियो, हामीले के युज गरेका छौँ होइन, सबै कुराहरू चाहिँ यहाँ दिन्छ है। मेडिकेसन के थियो होइन, इन्भेस्टिगेसन प्रोसिडियरहरू के चलायौँ होइन, जस औषधिदेखि ल्याब रिपोर्टसम्म हामीले के गर्यौँ, सबै कुराहरू यहाँ देख्न सक्छौँ है। यो आइसकेपछि अब तपाईँले सुरुमा यहाँ रेकर्ड भाइटल गर्न सक्नुहुन्छ। रेकर्ड भाइटल भनेको उसको मानौँ टेम्परेचर कति थियो होइन, 96 भयो होइन। अब ब्लड प्रेसर 120/, समथिङ सबै कुराहरू हुनसक्छ। 120/, जस्तो 80को कुरा गरौँ होइन। हार्ट रेट चाहिँ यो इक्जाम्पल मात्रै हो है, 72 बर्थ मिनट भयो। रेस्पिरेसन रेट पनि 66 राखेँ, र एसपिओ2 अक्सिजनको लेभल 80 छ भनेर बनाएँ मैले है। र यति कुरा गरिसकेपछि हाइट वेट सबै कुरा हामीले राखिसकेपछि यसलाई के गरिदिन्छौँ, हामीले 7 क्लोज गरिदिन्छौँ। 7 क्लोज भइसकेपछि यसलाई यहाँ रिफ्रेस गरेर हेर्नुभयो भने हामीले के गर्न सक्छौँ, हामीले यसलाई चाहिँ यहाँनिर रिफ्रेस समरी गरौँ। आयो होइन, यहाँ के अरे भाइटल मिनटमा 7:49मा मैले के गरेछु, टेम्परेचरदेखि सबै कुराहरू यहाँ राखेको छु। र अर्को फेरि राउन्ड अप भइसकेपछि फेरि आउँदा हामीले चाहिँ के गर्न सक्छौँ, यहीँनिरबाट रेकर्ड भाइटल गर्न सक्छौँ। एउटा हेर्नुपर्ने हामीले बुझ्नुपर्ने कुरा यो हो है। अहिले यहाँ पनि देखियो, हेर्नुहोस् है, यहाँ पनि देखिन्छ। अनि त्यसपछि अब हामीले मेनली गरेर 4वटा कुरा चाहिँ एकदम याद गर्नु आवश्यक छ है।
चारवटा कुरामा चाहिँ सुरुमा म यहाँ बास्केट देखाउँछु। राइट साइडमा जानुभयो भने तपाईँले बास्केट देख्नुहुन्छ। यहाँ बास्केटमा आइसकेपछि तपाईँले ल्याब अर्डर गर्न सक्नुहुन्छ, ड्रग अर्डर भनेको फार्मेसीमा अर्डर गर्न सक्नुहुन्छ होइन, रेडियोलोजी आइटम अर्डर गर्न सक्नुहुन्छ र प्रोसिडियर पनि अर्डर गर्न सक्नुहुन्छ, मेडिकल सप्लाई अर्डर सबै गर्न सक्नुहुन्छ। यहाँ गर्नु भने ग्लोबल सर्च भयो, सबै कुराको सर्च हुन्छ र इन्डिभिजुअल यहाँ सर्च पनि गर्न सक्नुहुन्छ है। जस्तो मानौँ उहाँलाई चाहिँ मैले के दिनु पऱ्यो, पेप्सा दिनु पऱ्यो। यो एभाइलेबल छैन भनेपछि यो फार्मेसीमा हामीसँग छैन भनेर भनेको है। त्यसपछि यसको लागि चाहिँ मैले पेन्टअप गरेर लेखेँ। अब यो के छ, पेन्टाप्राजोल 40 mg यहाँ रिक्वेस्ट गरेँ। फ्रिक्वेन्सी कति त, पेन्टाप्राजोल के खान सकिन्छ, ट्वाइस 2 दिनको खाने, डोज कति एउटा खाने होइन। अनि अब यो ओरल हुनुपर्छ सायद, मुखबाट खाने कुराहरू भयो होइन। अनि यहाँ ट्याब्लेट यो के आइटम हो, अब ट्याब्लेट त्यो अटोमेटिकली फार्मेसीले सेट गरिदिएको हुन्छ। ड्युरेसन कति दिनका लागि खाने, जस्तो मानौँ 5, 6, 7 दिनको लागि खाने होइन। यो गर्नुभयो भने यो अटोमेटिकली आउँछ। मैले यसलाई 7 अर्डर गरिदिन्छु, साइन इन एन्ड क्लोज गरिदिन्छु। अनि यो प्लेस अर्डर भइसकेपछि अहिले तपाईँले यहीँ देख्नुहुन्छ है। यसलाई म रिफ्रेस गर्छु, गरिसकेपछि हेर्नु त हामीले के अर्डर गऱ्यौँ भन्ने कुरा पनि यहीँ छ है। कहिलेबाट सुरु गर्ने, कहिलेसम्म गर्ने भन्ने कुरा। यो ड्रग्सको केस यति भयो। त्यसै गरी यसैमा ल्याब अर्डर पनि गर्न सक्नुहुन्छ, सिबिसी चेक गर्ने होइन, अथवा के चेक गर्ने, सेम यसलाई चाहिँ एड गर्नुहुन्छ होइन। फेरि ब्याक टु बास्केटमा गइसकेपछि यहाँ देखेको हुन्छ। यसलाई साइनिङ एन्ड क्लोज गरेर है, यहाँ साइन इन एन्ड क्लोज गर्नुहुन्छ। अनि यहाँनिर मैले एकछिन फेरि रिफ्रेस गरेर हेर्छु। यहाँ हेर्नु त इन्भेस्टिगेसन प्रोसिडियरमा के पठाउनु भएको छ यहाँ देखिन्छ है। र अब यो ड्रग्स यो 3टा अर्डर गऱ्यौँ, त्योभन्दा अगाडि चाहिँ हामीसँग फर्स्टमा जहिले पनि के हुन्छ, पेसेन्टको हिस्ट्री लिने काम हुन्छ। कम्प्लेनहरू के छ, इलनेस के छ भन्ने लिने कुरा हुन्छ। यहाँ चाहिँ भोलि पर्सि तपाईँले फ्युचरमा आफ्नो डिपार्टमेन्ट अनुसारको बनाउनु भएको यहाँ फर्महरू अपडेट हामीले गरिदिन्छौँ। तर अहिले चाहिँ हामीले के गर्छौँ, जेनरल मेडिसिन फर्मबाटै जान्छौँ है। जेनरल मेडिसिन फर्ममा गयौँ, गरेपछि ड्युरेसन अफ युनिट कम्प्लेन के छ त, जस्तो मानौँ उसको चाहिँ समस्या के छ, हेडेक राखिदिन्छु। कति भयो त ड्युरेसन, विकदेखि होइन, ड्युरेसन लाइक 7 डेजदेखि भएको छ होइन। अनि त्यसपछि गएर इलनेस हिस्ट्री के छ, फिल्स लो होइन, त्यस्तै टाइपको। अब तपाईँले आफ्नो तरिकाको लेख्नुहुन्छ होइन। पास्टमा के छ यो सबै कुरा लेख्नुहुन्छ र उसको अहिले नर्मल छ भने नर्मलमा राख्नुहुन्छ र यसलाई मैले सेभ गरिदिन्छु। त्यो सेभ भइसकेपछि यहाँ तपाईँले सबमिट गरेर हेर्नु त कम्प्लेनमा पनि आउँछ है। त्यसपछि यो सबै कम्प्लेन लेखिसकेपछि चाहिँ हामीले के गर्नुपर्छ भने एउटा डायग्नोसिस गर्नुपर्छ। डायग्नोसिसमा लेख्नुपर्छ प्रोभिजनल डायग्नोसिस के थियो, फाइनल डायग्नोसिस के थियो। प्रोभिजनल डायग्नोसिसमा जस्तो माइग्रेनको कुरा गरौँ होइन, माइग्रेन हुनसक्छ, अथवा चाहिँ माइग्रेन नभनौँ, मतलब के छ, मेन्टल के भन्ने हुन्छ होइन, राखौँ मेन्टल रिमिनेसन भयो। अथवा तपाईँहरूले यहाँ गुगलमा गएर ICD-11 जुन छ कोडिङ टुल, यहीबाट आउने कुराहरू हो है। यहाँ तपाईँको के छ यहाँ हेर्नु होला, सर्च गर्नु होला। कतिपय कन्फ्युज लागेको कुराहरू गुगल गर्नुभयो भने पनि हामीले भेटाउँछौँ। जस्तो ICD-11 गरौँ। यो ICD भन्ने कोड भनेको यो के रहेछ हो, यस्तो कुराहरू हामीले यहाँनिर हेर्नु है। ICD-11 मा चाहिँ त्यसको खालको पेसेन्ट आयो भने हामीले के गर्छौँ भने यो यसलाई मैले कपी गरेर हेर्नु, तपाईँलाई म कपी गरेर देखाउँछु एकछिन है। यसलाई चाहिँ मैले यसलाई कपी गरेर के गरिदिन्छु, यहाँ फाइनल डायग्नोसिसमा यस्तै हाने भने ठ्याक्कै पारेर उसको आउँछ है। ICD-11 अनुसारको कोड राख्छौँ। अब त्यसपछि फाइनल डायग्नोसिसमा पनि त्यही अनुसार आफ्नो तरिकाले राख्छौँ। अरू म्यानुअल तपाईँले आफ्नो तरिकाले केही छ डायग्नोसिस पत्ता लगाउनु भएको छ भने नि यहाँ लेख्न सक्नुहुन्छ। यो माथिको चाहिँ डायग्नोसिस बिमामा क्लेम हुने हो है। तलपट्टि तपाईँले आफ्नो तरिकाले नोटहरू लेख्न सक्नुहुन्छ। मैले यसलाई चाहिँ 7 क्लोज गरिदिएँ भने डायग्नोसिस पनि सेभ भयो है। यसको रिफ्रेस गर्नु पऱ्यो भने के गर्न देखिन सकिन्छौँ, हेर्नु त डायग्नोसिस पनि यहाँ हालेको देखियो है। यो चाहिँ डेमो भयो हुनाले अहिले मैले जे पाते हालेको छु है, तपाईँहरू अचम्म नमान्नु होला। अनि अब त्यसपछि यो सबै गरिसकेपछि हाम्रो के भयो, एउटा पेसेन्टको चाहिँ एकदम फुल भयो। अब तपाईँहरूले सोध्नुहुन्छ होला यो कसरी हुन्छ, यो काम कसरी हुन्छ भनेर म तपाईँलाई देखाउँछु है।
अब हामी के गर्छौँ, यो बिलमा जान्छ एडमिनमा, के अरे अब म तपाईँलाई यसको पनि देखाउँछु है। ल यहाँ आउनुभयो भने पोइन्ट अफ सेल सिस्टममा जाउँ होइन। ल मैले पहिला चाहिँ सुरुमा यहाँ जान्छु। बिलिङवालाले ल्याबवालाहरू सबै चाहिँ यता जानुहुन्छ भने औषधिवालाले फार्मेसी पोर्टल चलाउनुहुन्छ। अब त्यसको लागि मैले के गर्छु, पेसेन्ट सिलेक्ट गर्छु है। पेसेन्ट सिलेक्ट गर्दाखेरि उहाँ के हुनुहुन्छ नाम, हुन चाहिँ एमआरएन यो नम्बरबाट सर्च हुनुपर्ने हो होइन। यो नम्बरबाट सर्च हुनुपर्ने हो, तर अहिले के भइरहेछ यहाँ नम्बरबाट सर्च हुँदैन उता चाहिँ होइन। यो नत्र यहाँबाट नम्बरबाट सर्च हुनु पर्थ्यो क्या है। सिलेक्ट पेसेन्टमा मैले नम्बरबाट सर्च गरेँ भने अहिले चाहिँ भयो। ल यो एमआरएन नम्बरबाट सर्च गर्छु मैले, उहाँको यहाँ खोल्छु। यहाँ खोलिसकेपछि अघि हामीले जे अर्डर गरेको छ हेर्नु त, यो कोटेसनमा आएर बस्छ है। यहाँ कोटेसनमा बिलवाला साथीहरूले के गर्नुहुन्छ, यो कोटेसनमा आएर हेर्नुहुन्छ, उसको इन्सुरेन्स युज गर्नुपर्छ। इन्सुरेन्स हो भने इन्सुरेन्स, क्यास हो भने डाइरेक्ट आउँछ। अघि हामीले के गरेको थियो, सिबिसी प्यानलको यो गर्ने र यहाँ प्रोसेस टु पेमेन्ट गऱ्यो भनेपछि के हुन्छ, यो कम्प्लिट हुन्छ, उसले पैसा तिर्छ र बिल उता जान्छ। यो चाहिँ ल्याबमा जान्छ, ल्याबको साथीहरूले काम गर्नुहुन्छ है। अब हजुरको यसलाई चाहिँ मैले क्लोज गर्छु अहिलेलाई, यो पोर्टललाई है। र अघि हामीले के गरेको थियौँ, ल अब चाहिँ हामी फार्मेसीमा जाउँ। फार्मेसीमा गएर हेर्नु पऱ्यो भने तपाईँको अघि हामीले फार्मेसीमा अर्डर गरेको औषधि जुनहरू हुन्छ, त्यहाँ फार्मेसीको साथीहरूले यहाँ देख्न सक्नुहुन्छ। र अब यसलाई चाहिँ यहाँनिर मैले तपाईँलाई अर्को एउटा कुरा पनि देखाउन खोजेको, तपाईँहरू कन्फ्युज हुनुहुन्छ जस्तो लागिरह। जस्तो यहाँ सिलेक्ट पेसेन्ट गर्छु हो, सिलेक्ट पेसेन्ट एमआरएन नम्बर अनुसार छ। ल उहाँलाई खोजेँ मैले। अब हेर्नु त, यहाँ पनि कोटेसन अनुसार चाहिँ त्यो औषधि आउनुपर्छ है। अब युज इन्सुरेन्स बिमा भनेर यहाँ आयो हेर्नु त। अघि हामीले के गरेको थियौँ, पेन्टाप्राजोल 40 mg को गरेको थियौँ। यहाँनिर लट कति सिलेक्ट गर्नुपर्छ होला। अब यो यहाँ हुन्छ क्वान्टिटी, अघि हामीले कति राखेको थिएनौँ, यहाँ औषधिको साथीहरूले यहाँ राख्नुहुन्छ है। अनि यहाँनिर डन गर्नुहुन्छ, गरिसकेपछि अब के भयो, 90 रुपियाँवाला रहेछ होइन। त्यसपछि यो के गर्नुहुन्छ, प्रोसेस टु पेमेन्ट गर्नुहुन्छ है साथीहरूले, त्यो आउँछ। अनि यहाँनिर बिरामीलाई सँगै के गर्नुहुन्छ, सो प्रेसक्रिप्सन गर्नुहुन्छ र पेसेन्टको समरी यदि कसैलाई चाहिन्छ भने भाइटल के थियो, चिफ कम्प्लेन के थियो, डायग्नोसिस के थियो, यो टक्क प्रिन्ट हान्नुहुन्छ सानो पेजमा। र बिरामीले मागे अनुसार बिरामीलाई हार्ड प्रिन्ट पनि दिन सक्नुहुनेछ है। अब यति गरिसकेपछि हाम्रो लगभग ओपिडीको हामी अब क्लिनिकल सर्भिस चलाउन सक्छौँ भन्ने चाहिँ कन्फर्म भयो है। धन्यवाद हेरिदिनु भएकोमा।